क्लासिफिकेसन अकर्डिङ टु स्टेज अफ सर्भिङमा पनि क्लासिफिकेसन गरिएको छ। सर्वेक्षणका चरणका आधारमा सर्भिङलाई कन्ट्रोल र डिटेल सर्वे गरी दुई भागमा विभाजन गरिन्छ। कन्ट्रोल सर्वेको चरणमा उच्च परिशुद्धताका साथ सम्पूर्ण सर्वेक्षण गर्नुपर्ने क्षेत्रलाई समेट्ने गरी कन्ट्रोल पोइन्ट स्थापना गरिन्छ। अनि डिटेल सर्वेको चरणमा चाहिँ ती स्थापित कन्ट्रोल पोइन्टहरूका आधारमा नक्सामा चित्रण गर्ने सम्पूर्ण डिटेलहरूको मेजरमेन्ट गरिन्छ। अब अर्को छ क्लासिफिकेसन अन द बेसिस अफ नेचर अफ फिल्ड अफ सर्वे। नेचर अफ फिल्ड अफ सर्वेको आधारमा चाहिँ कुन ठाउँमा क्षेत्रका डिटेल्सको सर्वेक्षण गर्ने हो त्यसका आधारमा सर्वेङलाई निम्न 3 भागमा विभाजन गरिएको छ। पहिलो छ ल्यान्ड सर्वे, त्यसपछि छ मेराइन अर हाइड्रोग्राफिकल सर्वे, अनि त्यसपछि छ एस्ट्रोनोमिकल सर्वे। अब ल्यान्ड सर्वेतिर जाउँ। जमिनमा रहेका विषय वस्तुलाई गरिने सर्वेक्षण कार्य ल्यान्ड सर्वे अन्तर्गत पर्दछ। यसलाई पनि टोपोग्राफिकल सर्वे जसले सम्पूर्ण धरातलीय स्वरूपलाई दर्शाउँछ, बाउन्ड्री सर्वे जसले एडमिनिस्ट्रेटिभ बाउन्ड्रिजलाई देखाउँछ, क्याडास्ट्रल सर्वे जसले सम्पत्तिको सिमाना अर्थात् प्रोपर्टी बाउन्ड्रीलाई देखाउँछ जस्ता विभिन्न क्लासमा विभाजन गरिएको छ ल्यान्ड सर्वेलाई चाहिँ। अनि त्यसपछि मेराइन अथवा हाइड्रोग्राफिकल सर्वेलाई चाहिँ भन्दाखेरि चाहिँ वाटर बडीसँग सम्बन्धित रहने गरी सर्वेक्षणलाई यस वर्गमा राखिन्छ। वाटर रिलेटेड जम्मै जति सर्वे छ यसलाई चाहिँ मेराइन अथवा हाइड्रोग्राफिकल सर्वेमा राखिन्छ। समुद्री गहिराईको मापन गर्ने, ज्वार बाटाको उतार चढाव अध्ययन गर्ने, समुद्री पथ प्रदर्शन नेभिगेसन गर्ने जस्ता कार्यहरू यस अन्तर्गत पर्दछ। अब तेस्रो छ एस्ट्रोनोमिकल सर्वे। विभिन्न प्रयोजनको लागि गरिने खगोलीय पिण्डहरूको सर्वेक्षण कार्यलाई एस्ट्रोनोमिकल सर्वे भनेर भनिन्छ। यसमा सूर्य लगायत विभिन्न ताराहरूको मेजरमेन्ट लिइन्छ। अर्को छ क्लासिफिकेसन अन द बेसिस अफ पर्पज अफ सर्वे। के का लागि गरेर सर्वेक्षणको उद्देश्यका आधारमा निम्न वर्गीकरण छ है त। पहिलो छ इन्जिनियरिङ सर्वे, त्यसपछि छ मिलिट्री सर्वे, त्यसपछि छ माइन सर्वे, त्यसपछि छ जियोलोजिकल सर्वे, त्यसपछि छ आर्कियोलोजिकल सर्वे। अब यिनीहरू यो भने चाहिँ के जस्तै इन्जिनियरिङ सर्वे भने विभिन्न इन्जिनियरिङ कार्यको लागि प्लानिङ गर्न, डिजाइन गर्न र लेआउट गर्नका लागि गरिने सर्वेक्षणलाई यस वर्गमा राखिन्छ। अर्को छ मिलिट्री सर्वे। सुरक्षाका दृष्टिले महत्त्व राख्ने रणनैतिक हिसाबले उपयोगी हुने गरी आर्मीहरूको प्रयोगका लागि गरिने सर्वेक्षण कार्यलाई मिलिट्री सर्वे भनिन्छ। अनि त्यसपछि छ माइन सर्वे। पृथ्वीको सतहमुनि रहेका खनिज सम्पदालाई उत्खनन गर्ने र व्यवस्थित गर्ने प्रयोजनका लागि गरिने सर्वेक्षणलाई माइन सर्वे भनिन्छ। त्यसपछि छ अर्को जियोलोजिकल सर्वे। भूगर्भको अध्ययन गर्ने हेतुले सञ्चालन गरिने सर्वेक्षणलाई जियोलोजिकल सर्वे भनिन्छ। यसमा पृथ्वीको भूत्वक अर्थ क्रस्टमा रहेका रक लेयरको क्रस सेक्सनिङ, डेप्थ डिटर्मिनेसन, क्रस्टल मुभमेन्ट आदिहरू कुरा पर्दछन्। अर्को छ आर्कियोलोजिकल सर्वे। पुरातात्विक महत्त्वको वस्तुहरूको उत्खनन, संरक्षण, सम्बन्धन जस्ता कार्यसित सम्बन्धित रहेर गरिने सर्वेक्षण कार्यलाई आर्कियोलोजिकल सर्वे भनिन्छ। यो भयो अन द पर्पज अफ सर्वे। त्यसपछि अर्को छ क्लासिफिकेसन अन द बेसिस अफ इन्स्ट्रुमेन्ट युज। उपकरण कुन युज गरिरहेको छ त्यसको आधारमा वर्गीकरण गर्न सकिन्छ। अब यसमा चाहिँ सर्वेङमा प्रयोग भएका उपकरणको आधारमा पनि निम्न वर्गमा वर्गीकरण गरिएको छ। जस्तै सुरुबाट गरौँ, बेसिक्स टु एडभान्स जाउँ। चेन सर्वे, कम्पास सर्वे, प्लेन टेबल सर्वे, थियोडोलाइट सर्वे, टेक्नोमेट्रिक सर्वे, लेभलिङ, टोटल स्टेसन सर्वे, जिपिएस सर्वे, डिजिपिएस सर्वे, त्यसरी हुन्छ। अब यिनीहरूको डिटेल बारेमा जाउँ। चेन सर्वे भन्नाले चेन अथवा टेपको प्रयोग गरी केवल लिनियर मेजरमेन्ट मात्र लिएर गरिने सर्वेक्षण कार्यलाई चेन सर्वे भनेर भनिन्छ। अब अर्को छ कम्पास सर्वे। म्याग्नेटिक कम्पासलाई प्रयोग गरी चुम्बकीय उत्तरका आधारमा डिटेलको म्याग्नेटिक बियरिङ अब्जर्भ गरी गरिने सर्वेक्षण कार्य कम्पास सर्वे हो। यसमा डाइरेक्सन कम्पासको सहायताबाट लिइन्छ भने दूरी चाहिँ टेपको सहायताले नापिन्छ। त्यसपछि छ प्लेन टेबल सर्वे। प्लेन टेबल र प्लेन अथवा टेलिस्कोपिक एलिडेटको प्रयोग गरी गरिने सर्वेक्षणलाई प्लेन टेबल सर्वे भनिन्छ। यसमा डाइरेक्सनलाई प्लेन टेबललाई नर्थ ओरिएन्ट गरेर डिटरमाइन गरिन्छ भने डिस्टेन्स चाहिँ टेपले नापेर वा अप्टिकल सिस्टमबाट
लिइन्छ। त्यसपछि त थियोडोलाइट सर्वे। थियोडोलाइट इन्स्ट्रुमेन्टको प्रयोगबाट हुने सबै सर्वेक्षणहरू थियोडोलाइट सर्वे अन्तर्गत पर्दछन्। कन्ट्रोल सर्वे र डिटेल सर्वे दुवै खालका सर्वेक्षण कार्यमा थियोडोलाइटको प्रयोग हुन सक्छ। त्यसपछि छ टेक्नोमेट्रिक सर्वे। टेक्नोमेट्रिक इन्स्ट्रुमेन्टको प्रयोग गरेर गरिने सर्वेक्षण कार्यलाई टेक्नोमेट्रिक सर्वे भनिन्छ। यो डिटेल सर्वेक्षण अन्तर्गत पर्दछ। त्यसपछि छ लेबलिङ। लेबल इन्स्ट्रुमेन्टको प्रयोग गरी हाइट डिटर्मिनेसनको लागि गरिने सर्वेक्षण कार्य अन्तर्गत पर्दछ। त्यसपछि छ टोटल स्टेसन सर्वे। टोटल स्टेसन इन्स्ट्रुमेन्ट प्रयोग गरेर गरिने सर्वेक्षण कार्यलाई टोटल स्टेसन सर्वे भनिन्छ। त्यसपछि छ जिपिएस सर्वे। ग्लोबल पोजिसनिङ सिस्टम जिपिएस इन्स्ट्रुमेन्टको प्रयोग गरी गरिने सर्वेक्षणलाई जिपिएस सर्वे भनिन्छ। अब चाहिँ क्लासिफिकेसनको लास्ट मेथड छ क्लासिफिकेसन अफ बेसिस अफ मेथड। सर्वेक्षणका विधिका आधारमा निम्न वर्गीकरण छन्। पहिलो छ ग्राउन्ड सर्वे, त्यसपछि छ एरियल सर्वे, त्यसपछि छ सेटेलाइट सर्वे। ग्राउन्ड सर्वे भन्नाले ग्राउन्डमै अथवा फिल्डमै गएर प्रत्यक्ष मेजरमेन्टहरू लिएर गरिने सर्वेक्षण कार्यलाई ग्राउन्ड सर्वे भनिन्छ। एरियल सर्वे भनेको हवाईजहाजबाट जमिनको फोटोग्राफ लिएर फोटोग्राफमै मेजरमेन्टहरू लिएर गरिने सर्वेक्षण कार्यलाई चाहिँ एरियल सर्वे भन्छ। अनि त्यसपछि छ सेटेलाइट सर्वे। मानव निर्मित भूपग्रहमा जडान गरिएका यन्त्र उपकरणको सहायताले जमिनमा सिग्नलहरू पठाई वा जमिनको इमेज क्याप्चर गरेर गरिने सर्वेक्षणलाई सेटेलाइट सर्वे भनिन्छ। जिपिएस, रिमोट सेन्सिङ यसका इक्जाम्पलहरू हो। यो त थियो क्लासिफिकेसन, चारवटा उमा थियो। पहिला थियो एरियाको आधारमा, स्टेजको आधारमा। सुरुमा चाहिँ डिभिजन एरियाको आधारमा, त्यसपछि थियो सर्वेका स्टेजहरूको आधारमा, एरियाको आधारमा प्लेन सर्वे र जियोडेटिक सर्वे। त्यसपछि थियो स्टेजेस अफ सर्वेमा चाहिँ चरणको आधारमा चाहिँ कन्ट्रोल सर्वे र डिटेल सर्वे। अनि त्यसपछि थियो नेचर अफ फिल्ड अफ सर्वे थियो, जमिनमा गर्ने, पानीमा गर्ने अथवा आकाशमा गर्ने। ल्यान्ड सर्वे, मेराइन सर्वे अथवा एस्ट्रोनोमिकल सर्वे थियो। त्यसपछि चाहिँ पर्पोज अफ सर्वे उद्देश्यका आधारमा इन्जिनियरिङ सर्वे, मिलिट्री सर्वे, माइन सर्वे, जियोलोजिकल सर्वे, आर्कियोलोजिकल सर्वे र अन्य पनि छन्। सिटी सर्वे पनि हुनसक्छ, क्याडास्ट्रल सर्वे पनि हुनसक्छ, त्यो भयो। अनि त्यसपछि छ इन्स्ट्रुमेन्ट युजको आधारमा चेन सर्वे, कम्पास सर्वे, प्लेन टेबल सर्वे, थियोडोलाइट सर्वे, टेक्नोमेट्रिक सर्वे, लेबलिङ, टोटल स्टेसन सर्वे, जिपिएस सर्वे। यो चाहिँ उसको आधारमा के अरे इन्स्ट्रुमेन्ट कुन युज गर्ने भनेर त्यसको आधारमा। अनि त्यसै बेसिस अफ मेथड विधिका आधारमा चाहिँ ग्राउन्ड सर्वे, एरियल सर्वे र सेटेलाइट सर्वे। ग्राउन्ड सर्वे भन्नाले डाइरेक्ट जमिनमा, एरियल सर्वे भन्नाले हवाईजहाजको फोटोहरू खिचेर त्यसमा गरिने। अनि त्यसपछि सेटेलाइट भनेको भूपग्रहहरू, मेनमेड भूपग्रहहरूकोबाट इमेज क्याप्चर गरेर त्यसमा चाहिँ गरिने, जस्तै जिपिएस चाहिँ रिमोट सेन्सिङ। ल यो चाहिँ थियो क्लासिफिकेसन। अब लागौँ इलिमेन्ट अफ सर्वेइङ एन्ड म्यापिङ, तत्त्वहरू, सर्वेइङ र नक्साङ्कनका तत्त्वहरू भनेछ। अब सुरुमै जाउँ प्रिन्सिपल अफ सर्वेइङ, सिद्धान्तहरू। अब सर्वेइङका चाहिँ 5वटा मूलभूत सिद्धान्तहरू छन् र ती हुन्। पहिलो भनेको कुनै दुई आधार बिन्दुबाट नाप लिई तेस्रो बिन्दुको पोजिसन फिक्स गर्ने। यसमा के भनेको छ भने सर्वेइङका प्रमुख उद्देश्य नै कुनै बिन्दुको पोजिसन निश्चित गर्नु हो। कुनै पनि अननोन पोइन्टको पोजिसन फिक्स गर्न कम्तीमा दुईवटा नोन पोइन्टबाट कम्तीमा दुईवटा इन्डिपेन्डेन्ट मेजरमेन्ट लिनुपर्दछ, जुन लिनियर मेजरमेन्ट वा एङ्गुलर मेजरमेन्ट वा दुवै हुन सक्छन्। यसरी कुनै वस्तुको स्थिति निश्चित गर्ने 5वटा तरिकाहरू छन्। अब यो दुईवटा आधारबाट चाहिँ तेस्रो अननोन बिन्दुको पोइन्ट निकाल्ने अब 5वटा आधारहरू छन्, तरिकाहरू छन्। त्यसमा पहिलो चाहिँ ट्राइलेटरेसन भनेर छन्। यो मेथडमा चाहिँ दुईवटा नोन पोइन्टबाट अननोन पोइन्टसम्मको दूरी नापिन्छ। उदाहरणको लागि एउटा बिन्दु, यो दुईवटा बिन्दु फिक्स छ भने यो थर्ड बिन्दु यो निकाल्नु छ भने चाहिँ यहाँबाट यहाँसम्मको डिस्टेन्स, यहाँबाट यहाँको डिस्टेन्स, यसरी गरेर चाहिँ ट्राइलेटरेसन भनेर छ। त्यसपछि दोस्रो अफसेट मेथड छ। यस विधिमा आधार बिन्दुहरू जोड्ने रेखाबाट फिक्स गर्नुपर्ने बिन्दुसम्मको लम्ब दूरी नापिन्छ र आधार रेखासम्म लम्बसम्मको दूरी कुनै एक दिशाबाट नाप्दछ। उदाहरणको लागि चाहिँ त्यही भने जस्तै त्यही भयो। अनि त्यसपछि ट्राभर्स मेथड पनि छ। यस विधिमा आधार रेखादेखि कुनै एक आधार बिन्दु, त्यो आधार बिन्दु र फिक्स गर्नुपर्ने बिन्दुसम्मको रेखाको कोण
र दूरी दुवै नापिन्छ। एउटा एङ्गल र एउटा डिस्टेन्सको आधारमा चाहिँ निकालिन्छ। ट्राभर्स मेथड हो यो। अनि ट्रायङ्गुलेसन मेथड, यस विधिमा फिक्स गर्नुपर्ने बिन्दु र आधार बिन्दु जोड्ने रेखाहरूले आधार रेखासँग बनाएका कोणहरूको नाप लिइन्छ। उदाहरणको लागि चाहिँ ट्रायङ्गल छ भनेपछि दुईवटा बेसका एङ्गलहरू नापेर बेस लाइन थाहा छ भने दुईवटा एङ्गलहरूको आधारमा माथिको पोइन्ट थाहा हुनसक्छ। अब यो चाहिँ पहिलो थियो, कुनै दुईवटा आधार बिन्दुबाट नाप लिई तेस्रो बिन्दुको पोजिसन फिक्स गर्ने। अनि दोस्रो चाहिँ छ पूर्णबाट अंशमा काम गर्ने। पूर्णबाट अंशको काममा काम गर्ने भनेको वर्किङ फ्रम होल टु द पार्ट भनेको छ। अब यो सिद्धान्त अनुसार सर्वप्रथम सर्वे गर्नुपर्ने सम्पूर्ण क्षेत्रलाई समेट्ने गरी उच्च शुद्धताको कन्ट्रोल पोइन्टहरूको नेटवर्क स्थापित गरिन्छ र यस कन्ट्रोल नेटवर्कका आधारमा अलिक कम शुद्धताको कन्ट्रोल पोइन्टहरूको नेटवर्क स्थापित गरिन्छ एवं रितबाट सर्वेक्षण कार्यलाई अगाडि बढाइन्छ। यसो गर्नाले इरोर एकुमुलेसन हुने सम्भावना रहँदैन। अब यसको इक्जाम्पल भनेको हाम्रो बेसिक फर्स्ट अर्डर जेरो अर्डरको पोइन्टहरू छ हामीसँग, नगरकोट, सागा र भातीडुकुर गरेर त्यो छ। त्यो भनेको हाइएस्ट एक्युरेसीको पोइन्ट हो। जेरो अर्डरको पोइन्ट हो भन्नाले डाइरेक्ट एस्ट्रोनोमिकल अब्जर्भेसन, स्टार अब्जर्भेसन गरेर चाहिँ त्यो पोइन्टहरू इस्टाब्लिस गरिएको। त्यसको आधारमा फर्स्ट अर्डर कन्ट्रोल पोइन्टहरू स्थापना गरियो। अनि त्यसको आधारमा सेकेन्ड अर्डर कन्ट्रोल पोइन्टहरू गरियो। अनि त्यसकै आधारमा थर्ड अर्डर कन्ट्रोल पोइन्टहरू स्थापना गरेर त्यसकै थर्डको आधारमा फोर्थ अर्डर कन्ट्रोल पोइन्टहरूको स्थापना। यो भने चाहिँ वर्किङ फ्रम होल टु द पार्ट। अनि तेस्रो छ शुद्धताको बचावट, इकोनोमी अफ एक्युरेसी भनेर छ। असल सर्वेयर त्यसलाई मानिन्छ जसले अधिक से अधिक शुद्ध नाप होइन कि आवश्यक शुद्धता सहित चाहिएको समयमा कम खर्चमा नाप लिन सक्दछ। अतः सर्वेको उद्देश्य अनुरूपको सर्वेइङ मेथड अपनाउनु पर्दछ। आवश्यक परिशुद्धता प्राप्त गर्न सकिने किसिमले यन्त्र चयन, सर्वेइङ प्रोसिड्युर र प्रिकसनहरू अपनाउनु पर्ने हुन्छ। यसलाई नै शुद्धताको बचावट, इकोनोमी अफ एक्युरेसी भनिन्छ। यस सिद्धान्त मुताबिक रेकग्नाइजेसन गर्दा इडियम र थियोडोलाइट होइन कि पेसोमिटर र एब्निज लेभलको प्रयोग गर्नुपर्छ। चाहिने शुद्धता अनुसारको सबै चिजहरू चयन गर्नुपर्ने हुन्छ। यो भनेको इकोनोमी अफ एक्युरेसी। अनि त्यसपछि छ चौथो छ कार्यमा एकरूपता, कन्सिस्टेन्सी इन वर्क। यो भनेको चाहिँ कुनै एउटा निश्चित सर्वे कार्यमा अपेक्षित परिशुद्धता हासिल गर्न एङ्गुलर र लिनियर मेजरमेन्ट गर्ने यन्त्र उपकरणको प्रेसिजनमा काम गर्ने प्रोसिजरमा काम गर्दा अपनाइने प्रिकसनमा र काम गर्ने मौसममा समेत एकरूपता हुनुपर्दछ। वाइल T2 थियोडोलाइटले एङ्गल पढ्दा एडियमले डिस्टेन्स नाप्नुपर्छ, तब मात्र अपेक्षित शुद्धता प्राप्त हुन्छ। यसलाई नै कन्सिस्टेन्सी इन वर्क भन्छ। अब वाइल T2 थियोडोलाइट भनेको हाइएस्ट हाई एक्युरेसी थियोडोलाइट। अब त्यसले एङ्गल नापिरहेको छ, टेपले चाहिँ अथवा चेनले चाहिँ गरिरहेको छ भने चाहिँ यो कन्सिस्टेन्सी भएन काम। सुन जोख्ने तराजुले नुन नजोखौँ भन्ने, अथवा नुन जोख्ने तराजुले सुन नजोखौँ भन्ने जस्तो हो। अब त्यसपछि छ लास्ट स्वतन्त्र जाँच भन्नाले इन्डिपेन्डेन्ट चेक। अब योमा चाहिँ के भन्छ, कुनै पनि वस्तुको नाप लिँदा विभिन्न प्रकारका त्रुटिहरू हुन्छन्। सर्वेयरले नाप्दा अथवा रिडिङ गर्दा अथवा रेकर्ड गर्दा मिस्टेक गरेको हुनसक्छ। अतः त्यो मिस्टेक छ कि छैन भनेर जाँच्नको लागि सर्वेको हरेक चरणमा स्वतन्त्र जाँच हुनु आवश्यक हुन्छ। स्वतन्त्र जाँच दुई किसिमले गर्न सकिन्छ। एउटा त्यही क्वान्टिटीको छुट्टै स्वतन्त्र नाप लिएर, अर्को कुनै म्याथमेटिकल रुल लाएर, जस्तै त्रिभुजका तीनवटा कोणहरूको जोड 180 डिग्री हुन्छ भन्ने तथ्यलाई उपयोग गरी कोणहरूको चेक गर्नु, वा इन्टरसेक्सनमा दुईवटा बिन्दुबाट दिएका रेहरू एउटा बिन्दुमा काटिसकेपछि तेस्रो बिन्दुबाट रे चेक गर्नु इन्डिपेन्डेन्ट चेकका उदाहरणहरू हुन्। अब यो चाहिँ थियो हाम्रो बेसिक इलिमेन्ट्स अफ सर्वेइङको प्रिन्सिपलहरू थियो। अब त्यसपछि अब डेफिनेसन अफ टर्म्स युज इन सर्वेइङमा युज हुने टर्म्सहरूको चाहिँ अब अर्थ डेफिनेसनहरू छ। अब प्लेन सर्वे भन्यो अघि, के हो त प्लेन सर्वे भनेको? पृथ्वीको वक्रतालाई व्यवस्था गरी त्यसलाई समतल मानेर गरिने सर्वेलाई प्लेन सर्वे भनिन्छ। यो ठुलो माननापमा सानो क्षेत्रको नक्सान गर्नको निम्ति उपयुक्त हुन्छ। 260 वर्ग किलोमिटर वा सानो क्षेत्रको लागि उपयुक्त भए तापनि त्योभन्दा ठुलो क्षेत्रलाई समेट्ने बढी त्रुटि हुने भएकोले यसलाई उपयुक्त मानिँदैन। अब 260 वर्ग मिटर भन्दा कम एरियाको लागि चाहिँ प्लेन सर्वे चाहिँ युज हुन्छ। यसको प्लेन सर्वेइङ भनेको चाहिँ यो हो। त्यसपछि जियोडेटिक सर्वेइङ
पृथ्वीको वक्रतालाई समेत गणना गरेर उच्च परिशुद्धताका साथ गरिने सर्वे कार्यलाई जियोडेटिक सर्वे भनिन्छ। यो ठुलो क्षेत्रमा सानो माननापको नक्सा गर्नको निम्ति उपयुक्त हुन्छ। तेस्रो प्लान भनेछ पृथ्वीको सतह त्योभन्दा माथि वा तल रहेका डिटेलहरूलाई होरिजेन्टल प्लेनमा प्रोजेक्सन गरी तयार गरिएको मानचित्रलाई नै प्लान भनिन्छ। प्लानमा होरिजेन्टल डिस्टेन्स र डाइरेक्सन देखाएको हुन्छ, तर उचाइको इन्फर्मेसन समावेश गरिएको हुँदैन। र प्लानले ग्लोबमा आफ्नो भौगोलिक स्थिति देखाउनै पर्छ भन्ने चाहिँ हुँदैन। जस्तै नापी कार्यालयमा जान्छौँ, नक्सा पाउँछ, त्यो चाहिँ प्लान हो, त्यो म्याप होइन, त्यो प्लान हो। म्यापको कुरा सानो माननापमा पृथ्वीको सतहमा त्योभन्दा माथि वा तल रहेका डिटेल लाई होरिजेन्टल प्लेनमा प्रोजेक्ट गरी तयार गरिएको मानचित्र जसमा उचाइको इन्फर्मेसन समेत समावेश भएको हुन्छ त्यसलाई नक्सा भनिन्छ। कुनै पनि म्यापले ग्लोबमा आफ्नो भौगोलिक अवस्थिति दर्शाएकै हुनुपर्छ। अब टोपोग्राफिकल म्याप भनौँ, त्यो म्याप हो। टोपोग्राफिकलमा चाहिँ म्यानमेड र नेचुरल फिचर त हुन्छ, साथै त्योमा इलिभेसन अथवा हाइटको इन्फर्मेसन पनि दिएको हुन्छ, त्यही भएर त्यो म्याप हो। अनि क्याडास्ट्रल म्याप भन्छौँ, त्यो चाहिँ प्लान हो। त्यसपछि एङ्गल भनेको छ कोण। के हो त कोण भनेको? कुनै दुईवटा सिधा रेखाहरू एउटा बिन्दुमा मिल्दा ती दुई रेखाहरूको फट्याइलाई कोण भनिन्छ। कुनै दुईवटा सिधा रेखाहरू छन्, कुनै एक ठाउँमा आएर जब मिल्छन्, यो बीचको यो छ, यसलाई चाहिँ कोण। दुईवटा रेखाहरू सिधा रेखाहरू एउटै बिन्दुमा मिल्दा ती दुई रेखाहरूको फट्याइलाई कोण भन्छ। यो फट्याइलाई चाहिँ कोण भन्छ। साधारणतया सर्वे कार्यमा होरिजेन्टल एन्ड भर्टिकल एङ्गल नापिन्छ। होरिजेन्टल एङ्गल र भर्टिकल एङ्गल नापिन्छ। होरिजेन्टल प्लेनमा होरिजेन्टल एङ्गल नापिन्छ भने भर्टिकल प्लेनमा भर्टिकल अथवा जेनिथल एङ्गलहरू नापिन्छ। एङ्गलमा थियौँ, त्यसपछि अगाडि बढौँ। अब होरिजेन्टल एङ्गल के हो त? होरिजेन्टल एङ्गल भनेको होरिजेन्टल प्लेनमा कुनै दुईवटा रेखाहरू एउटै बिन्दुमा भेट हुँदा बन्ने कोणलाई होरिजेन्टल एङ्गल भनिन्छ, जुन जहिले पनि होरिजेन्टल प्लेनमा नापिन्छ। त्यसपछि छ भर्टिकल एङ्गल। सर्वे रेखाले होरिजेन्टल प्लेनसँग बनाएको कोणलाई भर्टिकल एङ्गल भनिन्छ, जो जहिले पनि भर्टिकल प्लेनमा नापिन्छ। होरिजेन्टल प्लेनभन्दा माथिपट्टिको भर्टिकल एङ्गललाई पोजिटिभ र त्योभन्दा तलको भर्टिकल एङ्गललाई नेगेटिभ एङ्गलको रूपमा लिइन्छ। अब त्यसपछि छ जेनिथल एङ्गल। के हो त जेनिथल एङ्गल भनेको? जेनिथ भनेको टाउकोबाट माथि जतिसम्म माथि गर्न सक्छ त्यो भनेको जेनिथ हो। जेनिथल एङ्गल भनेको के हो त? शीर्षबिन्दु जेनिथलाई शून्य मानी जेनिथल लाइनदेखि सर्वे लाइनसम्मको भर्टिकल प्लेनमा लिएको क्लकवाइज एङ्गललाई जेनिथल एङ्गल भन्छ। माथिबाट यसरी तल लिएकोलाई चाहिँ जेनिथल एङ्गल भनिन्छ। अब जेनिथ भनेको के हो त? सर्वे स्टेसनबाट पास हुने भर्टिकल लाइनलाई, त्यो प्लम लाइनलाई बढाउँदै लैजाँदा आकाशमा कुनै काल्पनिक बिन्दुमा छुन्छ, त्यही काल्पनिक बिन्दुलाई नै शीर्षबिन्दु अथवा जेनिथ भनिन्छ। अनि त्यसपछि त नादिर। जेनिथ भनेको माथि भयो र नादिर भनेको पृथ्वीको सेन्टर भनौँ, त्यो भयो। जेनिथल लाइनलाई तलपट्टि बढाउँदै लैजाने हो भने आकाशको अर्कोपट्टि कुनै काल्पनिक बिन्दुमा छुन पुग्छ, त्यस बिन्दुलाई नादिर भनिन्छ। त्यसपछि एजिमुथ। दिएको मेरिडियनबाट सर्वे रेखासम्मको क्लकवाइज अथवा एन्टी क्लकवाइज एङ्गल जुन सानो छ त्यसैलाई त्यो रेखाको एजिमुथ भनिन्छ। एजिमुथ जहिले पनि नर्थबाट नापिन्छ। एजिमुथ भनेको दिएको मेरिडियनबाट सर्वे रेखासम्म क्लकवाइज अथवा एन्टी क्लकवाइज एङ्गल जुन सानो छ त्यसैलाई त्यो रेखाको एजिमुथ भनिन्छ। एजिमुथ जहिले पनि नर्थबाट नापिन्छ भनेको छ। नर्थ डाइरेक्सनमा जुन होरिजेन्टल एङ्गल बनाएको छ, जुन लाइनसम्म बनाएको छ, त्यसलाई चाहिँ एजिमुथ भनिन्छ। त्यसपछि मेरिडियन। कुनै एउटा निश्चित डाइरेक्सन जसको आधारमा कुनै सर्वे रेखाको बियरिङ नापिन्छ त्यसलाई मेरिडियन भनेर भनिन्छ। मेरिडियनहरू चाहिँ चार प्रकारका छन्, जुनमा चाहिँ चार प्रकारमा पहिलो म्याग्नेटिक मेरिडियन, त्यसपछि ट्रु मेरिडियन, त्यसपछि ग्रिड मेरिडियन र त्यसपछि आर्बिट्री मेरिडियन। त्यसपछि कुरा छ बियरिङको। रेखाको बियरिङ भन्नाले त्यो रेखाले कुनै गिभन मेरिडियनसँग बनाएको क्लकवाइज होरिजेन्टल कोण भन्ने बुझिन्छ। रेफरेन्स मेरिडियनका आधारमा बियरिङलाई पनि चार किसिममा नै विभाजन गरिन्छ, जसमा ट्रु बियरिङ, ग्रिड बियरिङ, म्याग्नेटिक बियरिङ र आर्बिट्री बियरिङ।
त्यसपछि छ म्याग्नेटिक डिक्लिनेसन भनेर छ। ट्रु मेरिडियन र म्याग्नेटिक मेरिडियन बिचको होरिजेन्टल कोणलाई म्याग्नेटिक डिक्लिनेसन भनिन्छ। यदि म्याग्नेटिक मेरिडियन ट्रु मेरिडियनको इस्टमा छ भने यसलाई इस्टर्न डिक्लिनेसन भनिन्छ भने, त्यस्तै गरी म्याग्नेटिक मेरिडियन ट्रु मेरिडियनको वेस्टमा छ भने यसलाई वेस्टर्न डिक्लिनेसन भनिन्छ वा नेगेटिभ डिक्लिनेसन भनिन्छ। म्याग्नेटिक बियरिङ र डिक्लिनेसनका आधारमा ट्रु बियरिङ निकाल्ने सूत्र यस प्रकार छ। ट्रु बियरिङ बराबर म्याग्नेटिक बियरिङ प्लस माइनस डिक्लिनेसन। अब प्लस कतिखेर हुन्छ जतिखेर त्यो इस्टर्न डिक्लिनेसन हुन्छ, अनि माइनस कतिखेर गर्ने हो जतिखेर त्यो वेस्टर्न डिक्लिनेसन छ। अब वेस्टर्न डिक्लिनेसन भनेको ट्रु मेरिडियनको पश्चिममा म्याग्नेटिक मेरिडियन छ भने चाहिँ वेस्टर्नमा भयो है। अनि म्याग्नेटिक मेरिडियन ट्रु मेरिडियनको पूर्वतिर छ भने त्यसलाई इस्टर्न अथवा पोजिटिभ डिक्लिनेसन भनिन्छ। अब त्यसपछि छ कुरा आइसोगोनिक लाइन। आइसोगोनिक लाइन भनेको छ समान म्याग्नेटिक डिक्लिनेसन भएका बिन्दुहरूलाई जोड्ने काल्पनिक रेखालाई आइसोगोनिक लाइन भनेर भनिन्छ। समान म्याग्नेटिक डिक्लिनेसन भएका बिन्दुलाई जोड्ने काल्पनिक रेखालाई चाहिँ आइसोगोनिक लाइन भनिन्छ। अब त्यसपछि आइसोगोनिक लाइन पछि छ अगोनिक लाइन्स। शून्य जेरो म्याग्नेटिक डिक्लिनेसन भएका बिन्दुहरू जोड्ने काल्पनिक रेखालाई आइगोनिक लाइन भनिन्छ। जसको म्याग्नेटिक मेरिडियन ट्रु मेरिडियन सँगै एलाइन भइरहेछ भने चाहिँ त्यस्तो पोइन्टहरूलाई चाहिँ जोड्ने शून्य अथवा म्याग्नेटिक डिक्लिनेसन 0 भएका बिन्दुहरूलाई जोड्ने लाइनलाई चाहिँ अगोनिक लाइन भन्छ। अब त्यसपछि छ आइसोबार। समान वायुमण्डलीय चाप एटमोस्फेरिक प्रेसर भएका बिन्दुहरू जोडेर बन्ने काल्पनिक रेखालाई आइसोबार भन्छ। सेम एउटै एटमोस्फेरिक प्रेसर भएका बिन्दुहरू जोडेर बन्ने रेखालाई चाहिँ आइसोबार भनिन्छ। अनि आइसोबारको कुरा छ समान समुद्री गहिराई भएका बिन्दुहरूलाई जोडेर बन्ने काल्पनिक रेखालाई आइसोबार भनिन्छ। आइसोबार एटमोस्फियर, आइसोबार भनेको समुद्री समान इलिभेसन समान समुद्री गहिराई भएका बिन्दुहरूलाई जोडेर बन्ने काल्पनिक रेखालाई चाहिँ आइसोबार भनिन्छ। अब त्यसपछि ग्रिड कन्भर्जेन्स। ट्रु मेरिडियन र ग्रिड मेरिडियन बिचको कोणलाई ग्रिड कन्भर्जेन्स भनिन्छ। ट्रु मेरिडियन र ग्रिड मेरिडियन बिचको कोणलाई चाहिँ कन्भर्जेन्स भनिन्छ। ट्रु बियरिङ र कन्भर्जेन्सका आधारमा ग्रिड बियरिङ निकाल्ने सूत्र यस प्रकार छ। ग्रिड बियरिङ जस्तो ट्रु बियरिङ प्लस माइनस कन्भर्जेन्स अघि जस्तै। अब प्लस कतिखेर हुन्छ भन्दाखेरि जब ट्रु मेरिडियन चाहिँ ग्रिड मेरिडियनको पूर्वमा छ र माइनस कतिखेर हुन्छ भन्दा जब ट्रु मेरिडियन चाहिँ ग्रिड मेरिडियनको पश्चिममा हुन्छ। अनि त्यसपछि छ ग्रिड म्याग्नेटिक एङ्गल। म्याग्नेटिक मेरिडियन र ग्रिड मेरिडियन बिचको कोणलाई ग्रिड म्याग्नेटिक एङ्गल भनिन्छ। म्याग्नेटिक मेरिडियन र ग्रिड मेरिडियनको बिचको कोणलाई ग्रिड म्याग्नेटिक एङ्गल भनिन्छ। ग्रिड बियरिङ र ग्रिड म्याग्नेटिक एङ्गलका आधारमा म्याग्नेटिक बियरिङ निकाल्ने सूत्र यस प्रकार छ। सेम हो। म्याग्नेटिक बियरिङ बराबर ग्रिड बियरिङ प्लस माइनस ग्रिड म्याग्नेटिक एङ्गल। प्लस कतिखेर हुन्छ जब ग्रिड मेरिडियनको वेस्टमा म्याग्नेटिक बियरिङ हुन्छ तब प्लस, अनि माइनस कतिखेर ग्रिड मेरिडियनको पूर्वमा जब म्याग्नेटिक मेरिडियन हुन्छ तब। अब यो चाहिँ केही टर्महरू थियो सर्वेइङमा युज गर्ने। अब त्यसपछि अब कुराहरू छ मेजरमेन्टको युनिटहरूको कुरा छ। अब सर्वेइङमा जनरली युज हुने भनेको लम्बाइमा मिटरमा युज हुन्छ नेपालमा, एरियामा रोपनी सिस्टम र बिघा सिस्टममा हुन्छ। इभन नर्मली भन्दाखेरि 1 बिघा भनेको 6772.63 स्क्वायर मिटर हो। अनि 1 बिघा भनेको 20 कट्टा हो। अनि 1 कट्टा भनेको 20 धुर हो। अनि 1 धुर भनेको 4 कनुवा हो। त्यस्तै रोपनीमा हेर्ने भने चाहिँ 1 स्क्वायर मिटर एक रोपनी भनेको 508.74 स्क्वायर मिटर हो एक रोपनी भनेको। अनि एक रोपनीमा 16 आना हुन्छ। अनि एक आनामा 4 पैसा हुन्छ। अनि 1 पैसामा 4 दाम हुन्छ। यसरी भनेर चाहिँ छ। बिघामा पनि पर्फेक्ट भनेको चाहिँ 1 बिघा भनेको 270 फिट बाई 270 फिट भनेको चाहिँ 1 बिघा हुन आउँछ। अनि
एक रोपनी भनेको 74 फिट बाइ 74 फिट भनेको एक रोपनी हुन्छ नर्मली स्ट्यान्डर्ड है। अब लिनियर एन्ड एङ्गुलर मेजरमेन्टतिर जाउँ। कुनै पनि वस्तुको मात्रा क्वान्टिटीलाई सङ्ख्यात्मक मान न्युमेरिकल भ्याल्यु दिने कामलाई मापन मेजरमेन्ट भनिन्छ। के भन्यो भन्दाखेरि कुनै पनि वस्तुको मात्रा क्वान्टिटीलाई सङ्ख्यात्मक मान न्युमेरिकल भ्याल्यु दिने कामलाई मेजरमेन्ट भनिन्छ। साधारण तथा सर्वेमा मेजरमेन्ट गरिने क्वान्टिटी भनेको डिस्टेन्स र एङ्गल हो नर्मली। अब लिनियर मेजरमेन्ट सर्वेमा कुनै पनि सर्वे लाइनको दूरी डिस्टेन्स नाप्ने कामलाई लिनियर मेजरमेन्ट भनेर बुझिन्छ। लिनियर मेजरमेन्ट डाइरेक्ट मेजरमेन्ट र इन्डाइरेक्ट मेजरमेन्ट गरेर दुई टेक्निकबाट गर्न सकिन्छ। वास्तवमा सर्वे कार्यमा सर्भिङ लाइनको दूरी कति कि त होरिजेन्टल प्लेनमा आवश्यक पर्छ कि त भर्टिकल प्लेनमा। त्यसैले दूरी नाप्दा या त यी दुई प्लेनमा सिधै नापिन्छ कि त कुनै स्लोपमा नापेर होरिजेन्टल र भर्टिकल प्लेनमा प्रोजेक्ट गरिन्छ। लिनियर मेजरमेन्ट कति एक्युरेट छ भन्ने कुरा त्यसमा प्रयोग भएको उपकरणको प्रिसिजन र मेजरमेन्ट प्रोसिजरमा निर्भर रहन्छ। त्यसपछि डाइरेक्ट मेथड्स अफ लिनियर मेजरमेन्ट। अब मेथड अफ लिनियर मेजरमेन्टहरूमा चाहिँ पहिलोमा चाहिँ पेसिङ, त्यसपछि पेसोमिटर युज गरेर, त्यसपछि छ पेडोमिटर युज गरेर, त्यसपछि स्पिडोमिटर अथवा ओडोमिटर युज गरेर, अनि त्यसपछि चेनिङ, टेपिङ, अनि त्यसरी भनेर छ। अनि यो चाहिँ डाइरेक्टमा चाहिँ भयो। त्यसपछि चाहिँ इन्डाइरेक्ट मेथड अफ लिनियर मेजरमेन्टमा चाहिँ इडिएमको प्रयोग गरेर, सफ्टेन्स बार प्रयोग गरेर चाहिँ इन्डाइरेक्ट मेजरमेन्टहरू चाहिँ लिन सकिन्छ। अब पेसिङमा जाउँ। यो स्केच बनाउन वा प्रिलिमिनरी सर्वे कार्यमा वा रफ सर्वे कार्यमा प्रयोग हुन्छ पेसिङ। पेसिङ भनेको खुट्टाको आफ्नो पाइला गनेर यसमा कुनै रेखा कति पाइला हिँडेर पार गर्न सकिन्छ यो गणना गरिन्छ र एक पाइलाको लम्बाइले पाइलाहरूको सङ्ख्यालाई गुणन गरेर त्यो सङ्ख्याको दूरी निकालिन्छ। यदि एक्सपिरियन्स पेसरले पेसिङ गरेको छ भने मेजरमेन्टको एक्युरेसी 1:50 to 1:100 सम्म हुन सक्दछ। दुई पेसलाई एक स्ट्राइड भन्छ। दुईवटा पाइलालाई चाहिँ दुई पेसलाई चाहिँ एक स्ट्राइड भन्छ। साधारणतया एक पेसको लम्बाइ 80 सेन्टिमिटर लिइन्छ र एउटा स्ट्राइड भनेको 160 सेन्टिमिटर मानिन्छ अथवा 1.5 मिटरसम्मको एउटा स्ट्राइड मानिन्छ। 80 सेन्टिमिटरको एउटा पाइला अनि एउटा स्ट्राइड चाहिँ 160 सेन्टिमिटर अथवा 1.5 मिटरसम्मको मानिन्छ। अब त्यसपछि बाई युजिङ पेसोमिटर एउटा साधारण घडी जस्तो यन्त्र जसलाई शरीरको कुनै भागमा बाँधेर हिँड्यो भने पाइलाको सङ्ख्या रेकर्ड गर्छ। त्यसलाई पेसोमिटर भनेर भनिन्छ। यसमा पनि कुनै रेखाको दूरी नाप्दा एक पाइलाको लम्बाइले त्यो रेखा हिँड्न लाग्ने पाइलाहरूको सङ्ख्या गुणन गरी निकालिन्छ यसमा चाहिँ दूरी। अनि त्यसपछि यसमा 1:50 देखि 1:100 सम्मको एक्युरेसी हुन्छ। त्यो सेम बराबर हुन्छ होइन पेसिङ जस्तै। यो रफ र प्रिलिमिनरी सर्वेमा गर्नमा चाहिँ प्रयोग हुन्छ। अब त्यसपछि चाहिँ बाई युजिङ स्पिडोमिटर अर ओडोमिटर। यसमा एउटा निश्चित परिधि भएको पाङ्ग्रालाई गुडायो भने ओडोमिटरले पाङ्ग्राको चक्रको सङ्ख्या नम्बर अफ रिभोल्युसन रेकर्ड गर्छ। यसमा रेखाहरूको दूरी नाप्दा त्यो रेखा पुरा गर्न लागेको नम्बर अफ रिभोल्युसनलाई पाङ्ग्राको परिधिले गुणन गरिन्छ। यसले सतही दूरी दिने भएकोले घुमाउने र स्लोपमा दूरी नाप्दा उपयुक्त हुन्छ। एक्युरेसी 1:200 सम्मको हुन्छ र प्रिलिमिनरी सर्वेमा चाहिँ युज गर्न सकिन्छ। अब त्यसपछि बाई युजिङ पेडोमिटर। पेडोमिटर एउटा साधारण घडी जस्तो यन्त्र हो यसले पनि पेसोमिटरले जस्तै खल्तीमा राखेर हिँड्यो भने नम्बर अफ पेस काउन्ट गर्छ। अब दूरी कसरी निकालिन्छ नम्बर अफ पेसेस इन्टु एक पेसको लम्बाइ। एक्युरेसी चाहिँ 1:50 to 1:500 सम्मको हुन्छ। प्रयोग रफ र प्रिलिमिनरी सर्वेमा हुन्छ। त्यसपछि चेनिङको कुरा। विभिन्न प्रकारको जन्जिर चेनहरूको प्रयोग गरेर डाइरेक्ट डिस्टेन्स मेजरमेन्ट गर्ने कार्यलाई चेनिङ भनिन्छ। यो माथि उल्लेखित अन्य विधिहरूभन्दा एक्युरेट हुन्छ। यस मेथडबाट नापिएको दूरीमा 1:500 देखि 1:2000 सम्मको एक्युरेसी प्राप्त गर्न सकिन्छ। त्यसपछि आउँछ टेपिङको कुरा।
विभिन्न प्रकारका टेपहरूको प्रयोग गरेर डाइरेक्ट डिस्टेन्स नाप्ने कार्यलाई टेपिङ भनिन्छ। यसको शुद्धता चेनिङमा जस्तै वा त्योभन्दा बढी हुन्छ। भिरालो सतहमा टेपिङ गर्दा स्टेपिङ गरेर नाप्नु पर्दछ। स्टेपिङ गर्दा जहिले पनि माथिबाट तलतिर डाउनहिलमा गर्नुपर्दछ। अब इन्डाइरेक्ट मेथडमा जो डाइरेक्ट मेथडहरू थियो, लिनियर मेजरमेन्टको डाइरेक्ट मेथडहरू थियो होइन। अब चाहिँ इन्डाइरेक्ट मेथडमा जाँदाखेरि चाहिँ यस मेथडमा डाइरेक्ट दूरी ननापी अन्य कुराहरू नापेर दूरी हिसाब गरी निकालिन्छ। विभिन्न उपकरणहरू प्रयोग गरेर इन्डाइरेक्टली दूरी नाप्न अथवा निकाल्न सकिन्छ। अब पहिलो छ इडिएमको प्रयोग गरेर। इडिएमको पुरा रूप इलेक्ट्रोम्याग्नेटिक डिस्टेन्स मेजरमेन्ट हो। इडिएमको प्रयोग गरेर दूरी नाप्दा डिस्टोम्याट, टोटल स्टेसन, जियोडिमिटर, ट्रिबुलोमिटर इत्यादि उपकरणहरूको प्रयोग गरिन्छ। यदि उपकरणले स्लोप डिस्टेन्स दिन्छ भने भर्टिकल वा जेनिथल एङ्गल पनि अब्जर्भ गरी नापिएको दूरीलाई निम्न सूत्रको प्रयोग गरी होरिजेन्टल डिस्टेन्समा रिड्युस गरिन्छ। होरिजेन्टल डिस्टेन्स इक्वल्स टु स्लोप डिस्टेन्स इन्टु साइन जेड अथवा होरिजेन्टल डिस्टेन्स इक्वल्स टु स्लोप डिस्टेन्स इन्टु कस थीटा। यसबाट निकै उच्च परिशुद्धता हाई एक्युरेसी प्राप्त गर्न सकिन्छ। यसको एक्युरेसी पार्ट पर मिलियन ppm को हुन्छ। यो एकदमै बढी प्रचलनमा भएको विधि हो। यसको प्रयोग भिरालो र अन्डुलेटिङ ग्राउन्डमा पनि गर्न सकिन्छ। यसको लागि इएनडी स्टेसनहरूको भिजिबिलिटी अनिवार्य हुन्छ। इन्ड स्टेसनहरूको भिजिबिलिटी चाहिँ अनिवार्य हुन्छ। सबटेन्स बारको प्रयोग गरेर एउटा निश्चित लम्बाइ भएको बारलाई एक स्टेसनमा होरिजेन्टली र सर्वे लाइनसँग परपेन्डिकुलर हुने गरी राखेर त्यसको 2 इन्टुले अर्को स्टेसनमा बनाएको कोण नापी दूरी निकालिन्छ। यदि बारको लम्बाइ s र सबटेन्डेड एङ्गल थीटा छ भने होरिजेन्टल डिस्टेन्स इक्वल्स टु s/2 cot θ/2 हुन्छ। यसरी सबटेन्स बारबाट निकाल्ने दूरी जहिले पनि होरिजेन्टल डिस्टेन्स हुन्छ। जति दूरी बढ्दै गयो सबटेन्स एङ्गल सानो सानो हुँदै जाने भएकोले लामो दूरी नाप्न यो त्रुटिपूर्ण हुन सक्छ। अब 150 मिटरको दूरीसम्मको यसको एक्युरेसी 1:300 सम्मको हुन्छ। अब त्यसपछि छ स्टाडिया सिस्टमबाट ओडिएममा अप्टिकल डिस्टेन्स मेजरमेन्ट। यसमा लेन्सको अप्टिकल प्रोपर्टिज प्रयोग गरी एक स्टेसनबाट अर्को स्टेसनसम्मको दूरी निकाल्ने भएकोले यसलाई अप्टिकल डिस्टेन्स मेजरमेन्ट ओडिएम पनि भनिन्छ। टेकोमेट्री र टेलिस्कोपिक एलिडेड ओडिएमका उदाहरण। टेकोमेट्री र टेलिस्कोपिक एलिडेड प्लेन टेबलको ओडिएमका उदाहरण हुन्। यसमा होरिजेन्टल भर्टिकल डिस्टेन्स निकाल्न निम्न सूत्रको प्रयोग गरिन्छ। d = k टप माइनस बटम sin स्क्वायर z प्लस c sin z अथवा डेल्टा h = k टप माइनस बटम इन्टु sin z cos z प्लस c cos z। अब जहाँ d भनेको होरिजेन्टल डिस्टेन्स, डेल्टा भनेको डिफरेन्स इन एलिभेसन, k भनेको मल्टिप्लाइङ कन्स्टेन्ट जनरली 100 हुन्छ, अनि c भनेको एडिटिभ कन्स्टेन्ट जुन नियर टु 0 हुन्छ, z भनेको जेनिथल एङ्गल, t भनेको टप वायर रिडिङ र b भनेको बटम वायर रिडिङ। बाई युजिङ म्याथमेटिकल फर्मुला, अब इन्डाइरेक्टमा यो पनि भयो। स्लोपिङ एङ्गल र स्लोप डिस्टेन्स नापी त्यसबाट होरिजेन्टल डिस्टेन्स निकाल्दा निम्न सूत्रको प्रयोग हुन्छ। hd = l cos θ अथवा डेल्टा h = l sin θ। स्लोप डिस्टेन्स र उचाइ नापी त्यसबाट होरिजेन्टल डिस्टेन्स निकाल्दा निम्न सूत्रको प्रयोग हुन्छ। hd = √L² - h²। भर्टिकली इरेक्टेड रोड पोलका लम्बाइ र त्यसको टप र बटममा पढिएको भर्टिकल एङ्गलहरूको आधारमा होरिजेन्टल डिस्टेन्स निकाल्न निम्न सूत्रको प्रयोग गरिन्छ। hd = s/tan θ2 - tan θ1 अथवा hd = s/tan θ2 + tan θ1 अथवा hd = s/tan θ1 - tan θ2। अब यहाँ θ1 θ2 न्युमेरिकल भ्यालु मात्र हो। यदि होरिजेन्टल भन्दा तलको कोणलाई नेगेटिभ भ्यालु दिने भने तलको एउटा मात्र सूत्रले सबै अवस्थामा काम गर्छ। त्यो सूत्र हो होरिजेन्टल डिस्टेन्स = s/tan θ2 - tan θ1। अब यति जान्नु पर्यो कि θ2 जहिले पनि पोलको टपमा पढेको एङ्गल र θ1 भनेको पोलको बटममा पढेको एङ्गल हुन्छ है त। अब इररहरूको कुराहरू। Error in linear measurement and their propagation to computed area and volume। चेनिङ र टेपिङको लागि चाहिँ कुराहरू है। अब इरर साधारणतया सबै मेजरमेन्टहरूमा 3 किसिमका एरर हुने सम्भावना रहन्छ र लिनियर मेजरमा पनि त्यही नै हो। पहिलो भनेको इन्स्ट्रुमेन्टल एरर, प्रयोग गरेका उपकरणको फल्टी अर्थात् त्रुटिपूर्ण एडजस्टमेन्टले भनौँ या इन्स्ट्रुमेन्टको इम्परफेक्सनले हुने त्रुटिलाई इन्स्ट्रुमेन्टल एरर भन्छ। त्यसपछि पर्सनल एरर भन्छ। पर्सनल एरर सर्वेयरको कारणले गर्दा हुने एररलाई पर्सनल एरर भनिन्छ। त्यसपछि नेचुरल एरर अथवा एटमोस्फेरिक कन्डिसन
नेचुरल इरर भनौँ। एटमोस्फेरिक कन्डिसन, वेदर, टेम्परेचर आदिको कारणले गर्दा हुने इररलाई नेचुरल इरर भनिन्छ। यो त भयो इरर आउने स्रोतका आधारमा इररको वर्गीकरण। त्यसै गरी इररको प्रकृति अनुसार इररलाई 3 किसिममा वर्गीकरण छ त्यसको नेचर अनुसार चाहिँ। पहिलो भनेको चाहिँ मिस्टेक अर ब्लन्डर। यसलाई ग्रस इरर पनि भनिन्छ। यो सर्भेयरको अनुभवको कमी या उसको गल्तीले गर्दा हुन्छ। त्यसपछि छ सिस्टमेटिक इरर। यसलाई क्युमुलेटिभ इरर पनि भनिन्छ। यस किसिमको त्रुटि एउटा डाइरेक्सनमा मात्र हुन्छ र त्यही डाइरेक्सनमा पोजिटिभ अथवा नेगेटिभ डाइरेक्सनमा बढ्दै जान्छ। त्यसैले यसलाई क्युमुलेटिभ इरर पनि भनिएको हो। सिस्टमेटिक इरर भने BCS। सिस्टमेटिक इरर भनेको BCS, क्युमुलेटिभ इरर र सिस्टमेटिक इरर। अनि त्यसपछि कम्पनसेटिङ इरर, एसिआर भन्छ। यसलाई ऱ्यान्डम इरर पनि भनिन्छ। यो जुनसुकै दिशामा पनि आउन सक्छ। कहिले पोजिटिभ डाइरेक्सनमा त कहिले नेगेटिभ डाइरेक्सनमा आउने भएकोले यसलाई ऱ्यान्डम भनिएको। पोजिटिभ र नेगेटिभ इरर आपसमा क्यान्सल हुन जाने भएकोले कम्पनसेटिङ इरर भनिएको। अब ब्यारियर इरर्स इन मेजरिङ डिस्टेन्स एन्ड देयर करेक्सन एन्ड प्रिभेन्सन भनेको छ। पहिलो भनेको इरर ड्यु टु इनर्भस लेन्थ अफ चेन। यो भनेको चाहिँ इट इज इन्स्ट्रुमेन्टल इरर। यो सिस्टमेटिक अर्थात् क्युमुलेटिभ नेचरको हुन्छ। चेन टेपको वास्तविक लम्बाइ दिएको लम्बाइभन्दा छोटो टु सर्ट अथवा लामो टु लङ भयो भने आउँछ। टेप र चेन टु लङ भयो भने इरर नेगेटिभ हुन्छ। टेप र चेन टु सर्ट भयो भने इरर पोजिटिभ हुन्छ, जसलाई निम्न तरिकाले हटाउन सकिन्छ। पहिलो तरिका हो चेन वा टेपलाई स्ट्यान्डर्डाइज गरेर यसमा चेन टेपलाई एउटा स्ट्यान्डर्ड लेन्थमा कम्पेयर गरी त्यसको लम्बाइ दुरुस्त गरिन्छ अनि मात्र फिल्डमा नापिन्छ। अनि दोस्रो मेथड भनेको चाहिँ नापिएको दूरीमा करेक्सन लाएर। यसमा दूरी नापिसकेपछि चेन वा टेपमा कति त्रुटि छ त्यसको हिसाबले जम्मा दूरी कति त्रुटि हुन्छ त्यो हिसाब गरी नापिएको दूरीमा करेक्सन लगाइन्छ। जसअनुसार करेक्टेड डिस्टेन्स इक्वल्स टु मेजर्ड डिस्टेन्स प्लस माइनस करेक्सन। अब सूत्रको प्रयोग गरेर पनि हटाउन सकिन्छ। यसमा टेपको वास्तविक लम्बाइलाई नापेर थाहा भएको लम्बाइको एललाई दिएको टेपको लम्बाइ सानो एलले भाग गरी करेक्सन फ्याक्टर निकालिन्छ। त्यस करेक्सन फ्याक्टरले जम्मा नापेको दूरीलाई गुणना गरी शुद्ध दूरी निकालिन्छ। त्यो भनेको करेक्ट लेन्थ इक्वल्स टु मेजर्ड लेन्थ इन्टु करेक्सन फ्याक्टर। त्यसै गरी क्षेत्रफलको लागि र भोल्युमको लागि चाहिँ करेक्टेड एरिया इक्वल्स टु मेजर्ड एरिया इन्टु करेक्सन फ्याक्टरको स्क्वायर। अनि करेक्टेड भोल्युमको लागि चाहिँ मेजर्ड भोल्युम इन्टु करेक्सन फ्याक्टरको क्युब। अब त्यसपछि छ दोस्रो नम्बरमा इरर फ्रम पर्सनल सोर्सेज। पर्सनल सोर्सेसबाट नै इररहरू हुन्छ। जस्तै पहिलो भनेको बेड रेन्जिङका कारणले आउने त्रुटि। यसमा नापिएको दूरी वास्तविक दूरीभन्दा लामो हुन्छ। दूरी धनात्मक अर्थात् पोजिटिभ हुन्छ। त्रुटि क्युमुलेटिभ नेचरको हुन्छ। यसलाई हटाउने एकमात्र उपाय केयरफुल रेन्जिङ हो। त्यसपछि छ बेड स्टोरिङको कारणले हुने त्रुटि। यसमा वास्तविक दूरी अब्जर्भड दूरीभन्दा छोटो हुन्छ। त्रुटि घनात्मक नेचरको हुन्छ। चेन राम्रोसँग भुइँ नबिछ्याइनाले यो त्रुटि आउँछ। यसलाई हटाउन ओभरअललाई क्लियर गरी राम्रोसँग टेप चेनलाई तन्काउनु पर्छ। अनि तेस्रो छ चेन र टेप होरिजेन्टल नभएको कारणले हुने त्रुटि। वास्तविक दूरीभन्दा नापिएको दूरी लामो हुन्छ। त्रुटि धनात्मक र करेक्सन नेगेटिभ हुन्छ। इरर क्युमुलेटिभ नेचरको हुन्छ। समाधानको एकमात्र उपाय स्ट्यापिङ गरी टेपलाई होरिजेन्टल पारेर नाप्नु हो। साधारणतया भिरालो ठाउँमा दूरी नाप्दा यो त्रुटिको सम्भावना हुन्छ। अर्को छ चेन र टेपमा हुने स्याकको कारण उत्पन्न त्रुटि। स्याक भन्नाले टेप नाप्यौँ, टेपले नापिरहेको छौँ तर टाइट गरेन भने यस्तो खालको हुन्छ नि त, जस्तो यसलाई चाहिँ स्याक भन्छ। अब चेन र टेपमा हुने स्याकको कारणको उत्पन्न त्रुटि। नापेको दूरी वास्तविक दूरीभन्दा लामो हुन्छ। इरर पोजिटिभ र क्युमुलेटिभ हुन्छ। करेक्सन नेगेटिभ हुन्छ। यस्तो खालको त्रुटि सामान्यतया स्लोपिङ ग्राउन्डमा टेपिङ गर्दा आउँछ। यसबाट बच्न छोटा स्टेपहरू बनाई टेपलाई राम्रोसँग तन्काएर नाप्नु पर्दछ। अर्को छ टेप र चेनको ह्यान्डलिङ र मार्किङमा लापरवाहीले हुने त्रुटि। टेप र चेनको ह्यान्डल कहिले एरोका को कतापट्टि राख्दा कुनापट्टि राख्दा एरो राम्रोसँग भर्टिकल हुँदा यो त्रुटि आउँछ।
यो पोजिटिभ वा नेगेटिभ जुनसुकै हुनसक्छ। यो कम्पनसेटिङ नेचरको हुन्छ। यसबाट बच्ने उपाय केवल केयरफुल ह्यान्डलिङ एन्ड मार्किङ नै हो। त्यसपछि अर्को छ डिस्प्लेसमेन्ट अफ एरोजको कारण हुने त्रुटि। यदि एरो कुनै कारण डिस्प्लेस भयो भने यसलाई रिप्लेस गर्दा त्यहाँ कुनै न कुनै त्रुटि उत्पन्न हुन्छ। यो र्यान्डम नेचरको हुन्छ। यसबाट बच्न एरो राख्नुभन्दा पहिले जमिनमा क्रस मार्क राख्नु पर्दछ। टेम्परेचरको भेरिएसनले हुने गर्दा त्रुटि। एरर ड्यु टु राइज इन टेम्परेचर। तापक्रम वृद्धि भएमा चेन टेप फैलिन गई त्यसको लम्बाइ वृद्धि हुन्छ। मेजर डिस्टेन्स वास्तविक डिस्टेन्स भन्दा कम हुन्छ। फैलिन गई त्यसको लम्बाइबाट हुने वृद्धि हुन्छ हैन। मेजर डिस्टेन्स वास्तविक डिस्टेन्स भन्दा कम हुन्छ। एरर नेगेटिभ र करेक्सन पोजिटिभ हुन्छ। एरर क्युमुलेटिभ नेचरको हुन्छ। यसबाट बच्न वायुमण्डलीय तापक्रम स्ट्यान्डर्ड टेम्परेचर 20 डिग्री सेन्टिग्रेडको अराउन्डमा भएको बेला मेजरमेन्ट गर्न सकिन्छ। अब अर्को छ एरर ड्यु टु फल इन टेम्परेचर। टेम्परेचर घट्नाले टेप र चेनको लम्बाइ घट्छ। मेजर डिस्टेन्स एक्चुअल डिस्टेन्स भन्दा लामो हुन्छ। एरर पोजिटिभ र क्युमुलेटिभ नेचरको हुन्छ। करेक्सन नेगेटिभ हुन्छ। 15 डिग्री फरेनहाइट सम्मको तापक्रममा परिवर्तनले हुने कम्पनसेसन या चेन टेप चाहिँ नेग्लिजिबल हुन्छ। 15 डिग्री फरेनहाइट सम्म त्योभन्दा कम चाहिँ गऱ्यो भने चाहिँ फरक पर्छ है। त्यसपछि छ 100 लिङ्कको चेन 15 डिग्री फरेनहाइट तापक्रममा भेरिएसनले 0.01 लिङ्क लम्बाइमा भेरिएसन ल्याउँछ, जसलाई जघन्य मान्छौँ। यसबाट बच्ने धेरै तापक्रम भेरिएसन भएको बेला मेजरमेन्ट गर्नु हुँदैन र स्ट्यान्डर्ड टेम्परेचरको अराउन्डमा वायुमण्डलीय तापक्रम भएको बेला मेजरमेन्ट लिनुपर्दछ। अब एररहरूमा करेक्सन लगाउन सकिन्छ। यी बाहेक निम्न त्रुटिहरू हटाउन सकिन्छ, जसलाई हामीले मिस्टेक अथवा ब्लन्डर भन्दछौँ। मिसकाउन्टिङ अफ द चेन लेन्थ। सर्वेयरले चेन लेन्थको सङ्ख्या गर्न गल्ती गरेमा निकै नै धेर दूरीमा फरक आउँछ। यसो हुन नदिन चेक मेजरमेन्टहरू गर्नुपर्दछ। मिसरिडिङ एन्ड मिसरिकर्डिङ। सर्वेयरले वा रेकर्डरले वास्तविक भन्दा फरक रिडिङमा बुकिङ गर्न सक्छ, जसबाट बच्न पनि चेक मेजरमेन्टहरू गर्नुपर्दछ। अब करेक्सन इन लिनियर मेजरमेन्ट ध्यान दिनुपर्ने कुराहरू। निम्न अवस्थामा एरर नेगेटिभ र करेक्सन पोजिटिभ हुन्छ। टेप टु लङ भएमा, टेम्परेचर बढेमा, टेन्सन स्ट्यान्डर्डभन्दा बढी भएमा। अनि निम्न अवस्थामा चाहिँ एरर पोजिटिभ र करेक्सन नेगेटिभ हुन्छ। टेप टु सर्ट भएमा, टेम्परेचर घटेमा, बेड रेजिङ भएमा, बेड स्टेडिङ भएमा, नाप्दा टेप होरिजेन्टल नभएमा, नाप्दा टेपमा सेक भएमा, मेजरमेन्ट एमएसएल भन्दा माथि भएको अवस्थामा चाहिँ। अब चाहिँ निम्न अवस्थामा चाहिँ एरर ऱ्यान्डम हुन्छ भनेको छ। टेपको होल्डिङ र मार्किङमा लापरवाही भएमा, रिडिङमा गल्ती गरेमा, रेकर्डिङमा गल्ती भएमा। एरर जहिले पनि मेजर्ड भ्याल्युबाट ट्रु भ्याल्यु घटाएर निकालिन्छ। यदि मेजर्ड भ्याल्यु ट्रु भ्याल्यु भन्दा धेरै छ भने एरर पोजिटिभ र करेक्सन नेगेटिभ हुन्छ, र ट्रु भ्याल्यु मेजर्ड भ्याल्यु भन्दा धेरै छ भने एरर नेगेटिभ हुन्छ र करेक्सन पोजिटिभ हुन्छ। अब करेक्सन फर स्ट्यान्डर्डाइजेसन भने अब जम्मै न्युमेरिकल भ्याल्युहरू छ। त्यसपछि टेम्परेचरको करेक्सनहरू पनि भने अनि करेक्सन फर हाइट अबोभ एमएसएल पनि भनेको छ। अब चाहिँ एङ्गुलर मेजरमेन्टमा जाउँ है। एङ्गुलर मेजरमेन्ट कि त होरिजेन्टल प्लेनमा गरिन्छ कि त भर्टिकल प्लेनमा गरिन्छ। एङ्गुलर मेजरमेन्ट गर्न थ्योडोलाइट, सेक्सटेन्ट, एभरेज लेभल, टोटल स्टेसन इन्स्ट्रुमेन्टहरूको साथै डिजिटल इन्स्ट्रुमेन्टहरूको पनि प्रयोग गरिन्छ। एङ्गुलर मेजरमेन्ट विभिन्न सिस्टम अफ युनिटमा गरिन्छ। एसआई सिस्टम अफ एङ्गुलर मेजरमेन्ट चाहिँ रेडियन हो। सामान्यतया सर्वेइङमा प्रयोग हुने एङ्गुलर मेजरमेन्टका 4 वटा सिस्टमहरू छन्, र ती हुन् सेगाजिसिमल सिस्टम, सेन्टिसिमल सिस्टम, आवर सिस्टम एन्ड मिल्स सिस्टम। मेजरमेन्ट अफ होरिजेन्टल एङ्गल। दुईवटा भर्टिकल प्लेनहरूको बिचको होरिजेन्टल प्लेनमा बन्ने कोणलाई चाहिँ होरिजेन्टल एङ्गल भनिन्छ। होरिजेन्टल एङ्गल मेजर गर्दा कुनै आर्बिट्रेरी डाइरेक्सनको रिफरेन्समा दुईवटा डाइरेक्सनहरू अब्जर्भ गरिन्छ र त्यो डाइरेक्सनको अब्जर्भ भ्याल्यु घटाएर बिचको एङ्गल चाहिँ क्यालकुलेट गरिन्छ। अब त्यसपछि मेजरमेन्ट अफ भर्टिकल एन्ड जेनिथल एङ्गल। भर्टिकल प्लेनमा कुनै रेखा वा प्लेनले होरिजेन्टल प्लेनसँग बनाएको एङ्गललाई भर्टिकल एङ्गल भनिन्छ। भर्टिकल प्लेनमा कुनै रेखाले जेनिथल लाइनसँग बनाएको कोणलाई जेनिथल एङ्गल भनिन्छ। थ्योडोलाइटको लेफ्ट फेसमा पढिएका जेनिथल र भर्टिकल एङ्गलहरू समपूरक हुन्छन्।
राखिएका जेनिथल र भर्टिकल एङ्गलहरू समपूर्व हुन्छ, अर्थात् जेनिथल एङ्गल र भर्टिकल एङ्गलको सम 90 डिग्री अथवा 100 ग्रेड हुन्छ। थियोडोलाइट, सेक्सटेन्ट, एभरेज लेभल र अन्य डिजिटल इन्स्ट्रुमेन्टहरूको प्रयोग गरी भर्टिकल एङ्गल र जेनिथल एङ्गलहरू नाप्न सकिन्छ। भर्टिकल एङ्गल ओरिजेन्टल सर्फेसको रिफरेन्समा नापिन्छ भने जेनिथल एङ्गल जेनिथल लाइनको रिफरेन्समा नापिन्छ। अर्थात् भर्टिकल एङ्गल ओरिजिनमा 0 र जेनिथमा 90 हुन्छ भने जेनिथल एङ्गल नाप्दा जेनिथमा 0 र ओरिजिनमा 90 डिग्री हुन्छ। जेनिथल एङ्गल जेनिथल लाइनबाट क्लकवाइज डाइरेक्सनमा नापिन्छ र यसको भ्याल्यु 0 देखि 360 डिग्रीसम्म हुन्छ, तर भर्टिकल एङ्गल ओरिजिनबाट अपवार्ड +90 र डाउनवार्ड -90 सम्म नापिन्छ। अब यसपछि छ बियरिङ र इट्स कन्भर्जेसनको कुरा। कुनै पनि रेखाको रेफरेन्स मेरिडियनसँगको कोण जसलाई हामी त्यो रेखाको बियरिङ भनेर भन्दछौँ, त्यसको डेजिग्नेसन गर्ने दुईवटा तरिका छन्। पहिलो भनेको एजिमुथल सिस्टम, जसलाई हामी होल सर्कल बियरिङ पनि भन्छौँ, र दोस्रो छ क्वाड्रेन्टल सिस्टम, जसलाई क्वाड्रेन्टल बियरिङ पनि भन्छौँ। अब एजिमुथल बियरिङ सिस्टममा कुनै रेखाको बियरिङ दिएको मेरिडियनको उत्तरबाट क्लकवाइज डाइरेक्सनमा नापिन्छ र यस सिस्टममा रेखाको बियरिङ 0 देखि लिएर 360 डिग्रीसम्म हुन्छ। अनि त्यसपछि छ क्वाड्रेन्ट बियरिङ सिस्टममा गिभन मेरिडियनको नर्थ वा साउथ मध्ये जुन नजिक छ त्यही दिशाबाट इस्टवार्ड वा वेस्टवार्ड नापिन्छ। अतः कोण क्लकवाइज वा एन्टिक्लकवाइज जुन पनि हुन सक्छ। फर्स्ट र फोर्थ क्वाड्रेन्टमा कोण नर्थबाट नापिन्छ भने सेकेन्ड र थर्ड क्वाड्रेन्टमा साउथबाट नापिन्छ। त्यसै गरी फर्स्ट क्वाड्रेन्ट र थर्ड क्वाड्रेन्टमा क्लकवाइज नापिन्छ भने सेकेन्ड र फोर्थ क्वाड्रेन्टमा एन्टिक्लकवाइज नापिन्छ। यस सिस्टमलाई रिड्युस्ड बियरिङ आरबी सिस्टम पनि भनिन्छ। यसमा रेखा कुन क्वाड्रेन्टमा पर्दछ त्यो समेत दर्शाउनु पर्दछ। यस सिस्टममा बियरिङको भ्याल्यु 0 देखि 90 डिग्रीसम्मको हुन्छ। यदि रेखा फर्स्ट क्वाड्रेन्ट अथवा नर्थ इस्ट क्वाड्रेन्टमा छ भने बियरिङ भ्याल्युलाई एन र ई को बीचमा पारेर लेखिन्छ, जस्तै एन थीटा ई। त्यसै गरी क्रमशः सेकेन्ड, थर्ड र फोर्थ क्वाड्रेन्टमा परेको रेखाको बियरिङलाई साउथ थीटा ई, साउथ थीटा वेस्ट, नर्थ थीटा वेस्ट लेखिन्छ। यसरी क्वाड्रेन्ट बियरिङको दायाँ बायाँ लेखिएका अक्षरहरूले कुन क्वाड्रेन्टमा छ भन्ने कुरालाई स्पष्ट पार्दछन् र तिनलाई कार्डिनल पोइन्ट्स भनेर भन्दछौँ। अब यसपछि कुरा छ कन्भर्जन कुरा, आरबी रिड्युस बियरिङ क्वाड्रेन्ट बियरिङ टु होल सर्कल बियरिङ। अब क्वाड्रेन्ट फर्स्ट क्वाड्रेन्टमा छ भने होल सर्कल बियरिङ भनेको क्वाड्रेन्टल बियरिङ हो। अब सेकेन्ड क्वाड्रेन्टमा छ भने चाहिँ होल सर्कल बियरिङ भनेको 180 डिग्री माइनस क्वाड्रेन्टल बियरिङ हो। अनि थर्ड क्वाड्रेन्टमा छ भने चाहिँ होल सर्कल बियरिङ बराबर 180 डिग्री प्लस क्वाड्रेन्टल बियरिङ हुन्छ र फोर्थ क्वाड्रेन्टमा छ भने होल सर्कल बियरिङ बराबर 360 डिग्री माइनस क्वाड्रेन्टल बियरिङ हुन्छ। यसरी एक सिस्टममा दिएको बियरिङलाई अर्को सिस्टम र मा कन्भर्ट गर्न सकिन्छ। अब यसपछि कुरा छ फोर बियरिङ र ब्याक बियरिङको कुरा। कुनै पनि रेखाको बियरिङ भनेको त्यो रेखाले रेफरेन्स मेरिडियनसँग बनाएको एङ्गल हो, तर त्यो रेखाको कुन छेउमा बनाएको एङ्गल भन्ने कुरा पनि साथसाथै आउँछ। रेखाको फरवार्ड डाइरेक्सनमा लिएको बियरिङलाई त्यो रेखाको फोर बियरिङ भनिन्छ भने त्यसको ब्याकवार्ड डाइरेक्सनमा लिएको बियरिङलाई त्यसको ब्याक बियरिङ भनेर भनिन्छ। कुनै रेखा एबीको बिन्दु एमा लिएको बियरिङलाई एबी रेखाको फोर बियरिङ भनिन्छ भने बीमा लिएको बियरिङ रेखालाई त्यो रेखाको ब्याक बियरिङ भनिन्छ। स्मरण रहोस्, एबी रेखाको फोर बियरिङ बी रेखाको ब्याक बियरिङ हुन्छ र एबी रेखाको ब्याक बियरिङ बी रेखाको फोर बियरिङ हुन जान्छ। होल सर्कल बियरिङ सिस्टममा ब्याक बियरिङ फोर बियरिङको फरक 180 डिग्रीको हुन्छ। त्यसैले ब्याक र फोर बियरिङ मध्ये कुनै एउटा थाहा भएमा अरू क्याल्कुलेट गरेर निकाल्न सकिन्छ, जसको निमित्त निम्न सूत्रको प्रयोग गरिन्छ। ब्याक बियरिङ इक्वल्स टु फोर बियरिङ प्लस माइनस 180 डिग्री। प्लस कतिखेर हुन्छ जब फोर बियरिङ 180 भन्दा ठुलो छ, माइनस कति हुन्छ जब फोर बियरिङ 180 डिग्री भन्दा सानो छ। त्यसै गरी क्वाड्रेन्टल बियरिङ सिस्टममा फोर बियरिङका आधारमा ब्याक बियरिङ र ब्याक बियरिङका आधारमा फोर बियरिङ पत्ता लगाउन सिम्पली कार्डिनल पोइन्टलाई मात्र चेन्ज गरेको छ। न्युमेरिकल भ्याल्यु त्यही नै रहन्छ। यसमा कार्डिनल पोइन्टलाई चेन्ज गर्ने भनेको एनको ठाउँमा एस र ईको ठाउँमा वेस्टले रिप्लेस गर्ने र भाइस वर्सा भनेको। जस्तो नर्थ थीटा इस्टको ब्याक बियरिङ साउथ थीटा वेस्ट हुन्छ। अब क्याल्कुलेसन अफ इन्क्लुडेड एङ्गल फ्रम बियरिङ भनेको छ। अब यो पनि म्याथमेटिकल कुराहरू आयो है। यो पनि आयो अहिले है। अब यसपछि कुरा छ स्केलहरूको कुरा छ। टाइप्स एन्ड कन्स्ट्रक्सन अफ स्केल। अब स्केलमा भनिन्छ स्केल अफ म्याप, भर्नियर स्केल, स्केल अफ कर्ड, प्रोटेक्टर, रुलरहरू कुराहरू आयो है।
स्केल अफ म्याप भनेको चाहिँ दुईवटा टाइपको हुन्छ, न्युमेरिकल र ग्राफिकल स्केल हुन्छ होइन। स्केल भनेको चाहिँ के भन्दाखेरि म्याप डिस्टेन्स अपन ग्राउन्ड डिस्टेन्स भनेको स्केल हो। स्केल अफ म्याप चाहिँ दुईवटा प्रकारको छ, ग्राफिकल र न्युमेरिकल। न्युमेरिकलमा रिप्रेजेन्टेटिभ फ्याक्टर र इन्जिनियरिङ स्केल छ, अनि ग्राफिकलमा चाहिँ प्लेन स्केल र डायगोनल स्केल भनेर छ। यो कुराहरू भयो, स्केल अफ कर्डको कुराहरू ल्याउँछ। त्यसपछि एरिया भोल्युमको कुराहरू आउँछ होइन, एरिया कसरी निकाल्ने, भोल्युम कसरी निकाल्ने, सिम्सन मिड अर्डिनेट रुल, सिम्सन रुलहरूको कुराहरू आउँछ, ट्रापेजोइडल रुल अनि भोल्युमको कुराहरू छ। त्यसपछि टाइप्स एन्ड इरर एन्ड करेक्सन भन्यो। अब इररका टाइप्सहरू र करेक्सन। अब इरर सर्भिङमा त्रुटिहरू तीन स्रोतहरू छन् र तिनका आधारमा तीन किसिमका त्रुटिहरू छन् भनेको छ। पहिलो पर्सनल इरर, इन्स्ट्रुमेन्टल इरर र नेचुरल इरर भनिन्छ। पर्सनल इरर भनेको व्यक्तिगत केयरलेस वा ह्युमन लिमिटेसनबाट हुने त्रुटि पर्सनल इरर अन्तर्गत पर्दछ। यसमा अब्जर्भर, रिकर्डर र चेनम्यान कुनै एक वा दुई वा कसैको केयरलेस वा मिस्टेकबाट इरर आएको हुन्छ र यसबाट बच्नको निम्ति राम्रो प्रिकसन लिनुपर्छ र सर्भिङमा इन्भल्भ हुने हरेक व्यक्ति सधैँ एटेन्टिभ हुनुपर्छ। त्यसपछि छ इन्स्ट्रुमेन्टल इरर। इन्स्ट्रुमेन्टको इन्परफेक्ट एडजस्टमेन्ट र लिमिटेसनको कारणबाट उत्पन्न हुने इररलाई इन्स्ट्रुमेन्टल इरर भनेर भनिन्छ। इन्स्ट्रुमेन्टल इररलाई हटाउनु वा कम गर्न इन्स्ट्रुमेन्टलाई राम्रोसँग एडजस्ट गर्ने मात्र काम गर्ने वा मेजर्ड भ्याल्युमा करेक्सन लाउने वा प्रिन्सिपल अफ रिभर्सल अपनाउने गर्ने गरिन्छ। त्यसपछि छ नेचुरल इरर। एटमोस्फेरिक कन्डिसनमा हुने परिवर्तनले ल्याउने त्रुटिलाई नेचुरल इरर भनिन्छ। टेम्परेचर, प्रेसर, ह्युमिडिटी, विन्ड, रिफ्लेक्सन, म्याग्नेटिक फिल्ड आदि जस्ता नेचुरल कुरामा आएको परिवर्तनका कारण मेजरमेन्टमा हुन जाने त्रुटिलाई नेचुरल इरर हो। यस्ता इररहरूलाई आवश्यक प्रिकसन लिएर प्रोपर करेक्सन लगाएर चाहिँ कम गर्न सकिन्छ। अब त्रुटिको प्रकृति नेचरलाई हेरेर सर्भिङमा इररलाई 3 वर्गमा विभाजन गरिएको छ। पहिलो हो मिस्टेक अथवा ग्रस इरर अथवा ब्लन्डर, अनि दोस्रो हो सिस्टमेटिक इरर अथवा क्युमुलेटिङ इरर, अनि तेस्रो हो एक्सिडेन्टल इरर, ऱ्यान्डम इरर अथवा कम्पन्सेटिङ इरर। अब मिस्टेक, ग्रस इरर र ब्लन्डर बिजिएम भनेको सर्भेयर वा अन्य इन्स्ट्रुमेन्टमा इन्भल्भ व्यक्तिको लापरवाही, अनुभवहीनता, पोर जजमेन्ट आदिको कारणले गर्दा मिस्टेक हुन सक्छ। मिस्टेकलाई ब्लन्डर वा ग्रस इरर पनि भनिन्छ। यसको मात्रा निकै ठुलो हुन्छ र जुनसुकै दिशामा पनि हुन सक्छ। फिल्डमा मेजरमेन्ट लिने बेलामा चाहिँ प्रोपर इन्डिपेन्डेन्ट चेकहरू गर्दै जाने हो भने ठुला मिस्टेकहरू डिटेक्ट हुन्छन्, तर साना मिस्टेकहरूलाई पत्ता लगाउन निकै कठिन हुन्छ। यस्ता मिस्टेकहरू ऱ्यान्डम नेचरको हुने भएकोले ऱ्यान्डम इररमै समाहित हुन्छ। एडिक्वेट प्रिकसन र इन्डिपेन्डेन्ट चेक नै मिस्टेक हुनबाट बच्ने उपायहरू हुन्। त्यसपछि छ सिस्टमेटिक इरर। सिस्टमेटिक इररलाई हामी क्युमुलेटिभ इरर पनि भन्छौँ। सिस्टमेटिक इररहरू मूलतः इन्स्ट्रुमेन्ट वा नेचुरल सोर्सबाट आउने गर्छन्। सिस्टमेटिक इररको टेन्डेन्सी अब्जर्भेसनमा एकहोरो प्रभाव पार्ने खालका हुन्छन्। अर्थात् सिस्टमेटिक इररले अब्जर्भ भ्यालुलाई कि त टु लार्ज पार्छ कि त टु स्मल पार्छ। त्यसैले यसलाई क्युमुलेटिभ इरर पनि भनिएको। इन्स्ट्रुमेन्टहरूमा प्रोपर एडजस्टमेन्ट गरिसकेपछि मात्र मेजरमेन्ट लिएर सुटेबल एटमोस्फेरिक कन्डिसनमा अब्जर्भेसनहरू लिएर वा मेजरमेन्टमा प्रोपर करेक्सन लगाएर सिस्टमेटिक इररको प्रभाव न्यून गर्न सकिन्छ। यस्ता इररहरूमा करेक्सन लगाउँदा इरर र करेक्सनको न्युमेरिकल भ्यालु जहिले पनि बराबर हुन्छ, तर डाइरेक्सन अर्थात् साइन भने अपोजिट हुन्छ। त्यसपछि आउँछ एक्सिडेन्टल इरर अथवा ऱ्यान्डम इरर अथवा कम्पन्सेटिङ इरर। एक्सटर्नल इररहरू कुनै खास विधा र प्याटर्नलाई फलो गर्ने हुँदैनन्। यिनीहरू पर्सनल, नेचुरल र इन्स्ट्रुमेन्टल कुनै पनि स्रोतबाट आउन सक्छन्। एक्सटर्नल इररहरू सूक्ष्म र अनअभोइडेबल हुन्छन्। यिनीहरूको कम्पन्सेटिङ टाइपको नेचर हुन्छ, अर्थात् यी इररहरूको प्रभाव कहिले पोजिटिभ डाइरेक्सनमा मेजरमेन्टलाई टु लार्ज पार्ने त कहिले नेगेटिभ डाइरेक्सन मेजरमेन्टलाई टु स्मल पार्ने खालको हुन्छ। एक्सिडेन्टल इरर अफ अब्जर्भेसनको वर्गमूलसँग समानुपातिक हुन्छ। एक्सिडेन्टल इररले ल अफ चान्स फ्लो गर्ने भएकोले यसको एस्टिमेट थ्योरी अफ प्रोबेबिलिटीबाट गर्न सक्छ। यसरी एस्टिमेटेड इररको आधारमा मेजरमेन्ट भए प्रोपर करेक्सन लगाउन सकिन्छ। स्मार्ट रस कुनै पनि मेजरमेन्टमा उच्च परिशुद्धता प्राप्त गर्न सबै मिस्टेकहरूलाई हटाउनुपर्छ, सबै सिस्टमेटिक इररहरूमा करेक्सन लाउनु पर्दछ, सबै ऱ्यान्डम इररहरूलाई मिनिमाइज गर्नुपर्छ। अब चाहिँ त्यसपछिको कुरा आउँछ एक्युरेसी, प्रिसिजन एन्ड टोलरेन्सको कुरा आउँछ। सर्भिङमा कुनै पनि मेजरमेन्टको एक्युरेसी भन्नाले मेजर्ड भ्यालुको ट्रु भ्यालुसँगको सामिप्यतालाई जनाउँदछ। मेजर्ड भ्यालु जति ट्रु भ्यालुको नजिक हुन्छ त्यति नै एक्युरेट हुन्छ। अतः एक्युरेसी भनेको मेजरमेन्टमा प्राप्त भएको डिग्री अफ पर्फेक्सन हो।
हाई एक्युरेसीको हाई प्रिसिजन हुन आवश्यक हुन्छ। हाई एक्युरेसीको हाई प्रिसिजन हुन आवश्यक हुन्छ। तर हाई प्रिसिजन हुँदैमा हाई एक्युरेसी प्राप्त हुन्छ भन्ने चाहिँ हुँदैन। किनकि हाइली प्रिसाइज मेजरमेन्ट ट्रु भ्याल्युबाट टाढा भइकन पनि आपसमा नजिक हुन सक्छन्। नोट: कुनै पनि क्वान्टिटीको मेजरमेन्टबाट ट्रु भ्याल्यु प्राप्त हुन नसक्ने भएकोले भ्यारियस मेजरमेन्ट लिएर त्यसको मोस्ट प्रोबेबल भ्याल्यु एस्टिमेट गरिन्छ। मेजर्ड भ्याल्यु र ट्रु भ्याल्यु